थाहा नगरपालिका वडा नम्बर 8 मा अहिले चाहिँ यो धान ठ्याक्क झुल्न धान झुल्यो गरीखेतै भने जस्तै यहाँ धान झुल्न सुरु भइसकेको छन्। अब यो दसैँको मुखमा चाहिँ आइपुगेका छौँ हामी सबैजना। यो खेतमा है यो पानी लाउन आएको थिएँ, त्यही मौकामा पारेर। यो चाहिँ हाम्रो थाहा नगरपालिकाको वडा नम्बर 8 मरियाबाट यता भन्ज्याङ आग्रा जोड्ने पुल हो यो झोलङ्गी पुल। यो झोलङ्गी पुलको लम्बाइ चाहिँ लगभग 500 भन्दा माथि 570-72 मिटर छ यो झोलङ्गी पुलको लम्बाइ चाहिँ। यो वडा कार्यालय स्वास्थ्य चौकी हो यो सबै यो वडा कार्यालय र स्वास्थ्य चौकीदेखि चाहिँ यताको मान्छेलाई चाहिँ हैन अब यो खोला तर्नुपर्ने कारणले गर्दा यो पुलको निर्माण भएको छन्। यो एकपटक हजुरहरू सबैजना यस झोलङ्गी पुलमा चाहिँ एकचोटि आएर चाहिँ मनोरञ्जन लिइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यहाँबाट माथि गाउँ छ है, ल हाम्रो गाउँ चाहिँ यता है, यता ठ्याक्कै हाम्रो गाउँ चाहिँ यो पाखामा यता यो यहाँनिर पर्छ है, यहाँ माथि